हेलो साथीहरू, आज चाहिँ म परवर आलु पकाउँदैछु। पहिला सुरुमा चाहिँ मैले तेल हालिसकेँ कराईमा, अनि मेथी ज्वानोलाई फुटाएर खोर्सानी हालेँ, अनि परवल हालेँ। मलाई चाहिँ सुरुमा चाहिँ परवल हालेको मनपर्छ। परवललाई म पहिला सुरुमा फ्राई गर्छु, अनि त्यसपछि मात्र त्यसकै माथिबाट आलु हालेर अनि फेरि फ्राई गरेर अनि अरू कुरा हाल्छु। अनि म पकाउँदै थिएँ, भाइ होमवर्क गर्दैछ, एउटा छोरो बिचमा खेल्दैछ। अनि म फेरि तरकारी के भयो भनेर हेर्न आउँछु, तरकारी हेर्दैछु। फेरि म लक्ष्मी दिदीकोमा जान्छु, के पकाउँदै हुनुहुन्छ भनेर सोधेर। छोरीलाई हाई भन भनेको, हाई भन्छु। छोरीहरू पनि पढ्दै थिए। फेरि आएँ, तरकारी के भयो भनेर हेरेँ। अब भएको जस्तो लाएर बेसार हालिदिएँ, अनि नुन हाल्छु, मसला हाल्छु, अनि पकाउँछु। टमाटर हाल्छु, बिस्तारै पकाउँदैछु। उता सबैजना आफ्नो हामी चाहिँ जोइन्ट फ्यामिली, अनि त्यही भएर दिदीले छिट्टै पकाइरहनु भएको। दिदीले लेडी फिङ्गर पकाउँदै हुनुहुन्छ। मैले चाहिँ परवल आलुलाई फ्राई गरेको अनि दाल पकाएको। मेरो परवल आलु पनि अब रेडी हुँदैछ। मसलालाई हालेर अब म चलाउँछु। पाक्दैछ साथीहरू मेरो तरकारी चाहिँ। अब फाइनल्ली पाक्यो पनि, हेर्नु यस्तो हुँदैछ मेरो तरकारी। अब हेर्नु यस्तो भयो। धन्यवाद।